Hello guys, good morning. आज चाहिँ डे 3 इन पोखरा। आज चाहिँ हामी बिहान उठेर रेडी हुँदैछौँ तल खाजा खाने हो, त्यसपछि घुम्न हिँड्ने हो। हिजोको ब्लग पनि कम्प्लिट गर्न पाइनँ, त्यो म इन्कम्प्लिट हालिदिन्छु। ओके गाइस, अब चाहिँ म रेडी हुने, त्यसपछि हामी जाने, तर कहाँ जाने हामीलाई चाहिँ थाहा छैन। म एकछिन रेडी हुन्छु अनि फेरि तपाईँहरूसँग भेट हुन्छु। ओके, बाइ बाइ। हामी त सबैजना रेडी भइसक्यौँ। हामी हुँदा नि हामी रेडी भइसक्यौँ, तर अरू ठाउँ कता कता रेडी हुन्छ। हामी चाहिँ यहाँको कोठाको चाहिँ रेडी भइसकेर बसेको होइन छोरी। हाम्रो मम्मी त आमा रकिङ होइन नानी। मैले चाहिँ दिदीको ज्वेलरी लगाएको है। मेरो हिजो नानीहरूले हराइदिएछ क्या, त्यही भएर यो लगाएको। होइन छोरी, अलिक अगाडि आउन। मभन्दा गोरी न गोरी छ, मभन्दा काली न काली देखिरहेको छ। मभन्दा गोरी छ नि, हामी त क्रिम लाएर म त गोरी भएको है। अब हामी तल खाजा खान जाने। अनि म एकैचोटि तपाईँहरूलाई अब एकैचोटि जहाँ हाम्रो डेस्टिनेसन छ त्यहाँ पुगेर मात्र म भेट हुन्छु ल। कति खाजा खाएको देखाउनु है। खाजा खाएको, गाडीमा गएको, पाउँछ नमिलेको, खाजा खाएर गएको, डेस्टिनेसनमा पुगेको अनि देखाउँछु। आजको मेरो आउटफिट चाहिँ Finally we are in Beknas Lake. Beknas Lake. म तपाईहरुलाई देखाउँछु ल Beknas Lake। Beknas Lake मा चिसो हावा। Oh my god, यो छेउमा बस्ने ठाउँ पनि पो रहेछ त हौ होइन भाउजू। अब बेकनास तालको आउ नानी, छेउछेउमा हिँड्ने सबैजना हामी जाँदैछौँ। बेकनास ताल, यो चाहिँ पछाडिको साइड होला सायद। ऊपर पौडी खेल्दैछ यो घामको रेज झरेको अरे। यो चाहिँ माछा पाल्नको लागि राखेको रहेछ क्या, यति चाहिँ यही साइडमा भयो। यहाँ चाहिँ यस्तो सानो बाटो रहेछ। यता हेर, ए फे को पो यो त दादा? अनि डग त होइन यस्तो छ त यो त, मैले चिनेको मान्छे जस्तो छ त। नाके फुल भन्छ यसलाई। हामी स्कुल जाँदाखेरि सर त यो कत्रो हुन्थ्यो यो त दमकमा। के गर्छ यसले? फुल हो यो, फुल फुल फुल। यो जाग्छ नि झापामा त, यो औलमा। यसको यहाँ र त ओ दादा, यसको कुच्रो बनाउँछ यो अम्लिसोको। पानीले हामीलाई भेट्न आँट्यो अब। हेर्दा सजिलो नि हो, त्यो पानीको छालले कम त गाह्रो पर्दैन कुदाउनु। पछाडि हेर्न जाँदैछौँ ओह्रालोमा। बेकनास लेक हेर्न आएको, टाउको दुखेर हैरान। तर दामी रहेछ, पिस भन्छ नि, एकदम पिस छ क्या, आनन्द। Oh my god, oh my god, कस्तो राम्रो पो रहेछ त यहाँ त। ओ बेकनास लेक। लु जाउँ। यताबाट चाहिँ हेर्नु आमा राम्रो छ, हेर्नु त। Oh my god, it cost
$0.00 to be a kind woman. रेस्टुरेन्ट रहेछ लास्ट पो भयो त्यहाँ त रेस्टुरेन्ट पो रहेछ होटल जाओस् न त हामी पनि अब यहाँबाट हामी ब्याक हुन्छौँ पर कता जाने केही पनि देखिएन भनेको खोजेको ठाउँ चाहिँ त्यो भिडियोमा हेरेर आएको तर त्यो देखेन हामी अर्कै साइडमा छौँ होला के कता हो हेर्दै जाने हो हेर्ने हो हामी फर्केको बेग्नादेखि किनकि यहाँदेखि हामी कहाँ जाने दिदी महेन्द्र गुफा हुँदै आज सबै घुमिसक्ने किनकि भोलि पर्सिपल्ट हामी फर्किने हो घर त्यही भएर धेरै टाइम पनि छैन नानीहरूको क्लासहरू पनि छुटिसक्यो अब हामी वी आर इन महेन्द्र केप अब चाहिँ महेन्द्र केपमा चाहिँ डेभिस फल पहिला जानु भनेको त्यहाँ चाहिँ भएन अब हामी पहिला महेन्द्र केप जानेछौँ अनि त्यसपछि डेभिस ओ माई गॉड महेन्द्र केप यहाँ यो दिदी यसलाई खोलिदिन्छु साइनालाई हामी गुफामा छिर्न आँटेको अब चिप्लेर लडिँदैन ऊ मामासँग हिँड न मेरो चप्पल चिप्लिन्छ होला क्या अन्त तिमी मामासँग हिँडेको त तिमी र दादा मामासँग हामी चाहिँ गुफाभित्र जाँदैछौँ अब सबैजना यहाँ अन्धकार छ यस्तो छ बाटो यी अझै लास यतो हिँड्दा बिजोक हुने भयो अच्छा हामी चाहिँ पुरा हिँड्दैछौँ बिस्तारै हिँड है बाटो चाहिँ यस्तो छ लाइट रहेछ नि त हामी चाहिँ बिस्तारै हिँड्ने हो किनकि हाम्रो चाहिँ हिल छ होइन हामीलाई यस्तो थाहा थिएन गुफा ल आउनु के भयो ए मन्दिर हो त्यता चाहिँ यति नजिकै रहेछ नि त यहाँ रहेछ ए होइन नलाउँदैन हुन्छ त्यतिकै हेर्नु मात्रै जाँदा पनि जान्छ हामी चाहिँ लगाउँदैनौँ ठिक हेर्नु मात्र हो यहाँ त्यो मन्दिरहरू छ पूजा गर्नेहरूको लागि को हो यहाँ चाहिँ पूजाआजा गर्ने ठाउँ रहेछ हाम्रो ड्राइभर दाल हुनुहुन्छ होला नि त ड्राइभर दाइले लाउने होला जाने हो पूजाआजा गर्नेलाई चाहिँ सही रहेछ हामी चाहिँ यत्तिकै घुम्न मुखको लागि मात्र हो अब फर्किने महेन्द्र गुफामा हामी चाहिँ हिँड्दैछौँ हामी चाहिँ एकै दिनमा धेरै ठाउँ घुम्ने भएर सेन्डल लगाएको थियौँ तर यो भित्र चाहिँ जुत्ता नै यहाँ चप्पलै सही हुने रहेछ यस्तो चिप्लो छ बाटोहरू पानी यहाँ भित्ताबाट माथिबाट पानीहरू खस्दैछ पानीहरू खस्दैछ यो चाहिँ धर्मद्वार रहेछ यता होला सायद त्यो चाहिँ हामी चाहिँ यता जाने जानु तपाईँ हाम्रो डेस्टिनेसन आइपुग्यो माथि छिटो निस्क पानी चाहिँ यो अनुहारै भरे यहाँ चाहिँ यस्तो पानी झर्दैछ तर पानीहरू चाहिँ एकदमै चिसो है
ढुङ्गा हो कि माटो हो यो अब जाडो भयो अब त हामी चाहिँ अब पर्खेको यत्तिकै हिँड्ने यस्तो शीतल भएको थियो त्यहाँ हावा बस्दा त टाइमै छैन हौ बस्ने अन्त नि चिसो भयो अब म तपाईँहरूलाई एकछिनमा भेट्नेछु त ल हामी चाहिँ डेभिस फल्सभित्र इन्टर भइसक्यौँ ऊ पर ऊ खोला मामा घरसम्म आउने त्यो खोलामा झर्छ फेरि हामी सबैजना अब डेभिस फल्स घुम्ने हो अनि त्यसपछि घरतर्फ लगेर फेरि फेवाले घुम्नु पर्ने छ अब डेभिस फल्स Oh my god. Oh my god. यता के भयो भाउजू यो चाहिँ के हो यताको चाहिँ ए हो र त्यही त भनेको त Oh my god. कस्तो मुटु झिङ झिङ भएको पानीको छालले माथि उफार रहेको छ यहाँबाट पानी पुरा बगिरहेको छ ओ माई गॉड यहाँ चाहिँ हेर्ने यत्रो धेरै मान्छेहरू हुनुहुन्छ म चाहिँ डर लागेर यता माथि आइगएको क्या पानीको छुट्टा पुरा उछिटिरहेको छ तर कस्तो गनाएको अब हिँड्ने भयो यहाँ पनि देखियो हामी चाहिँ फेरि यताबाट हेर्न आएको है ओ माई गॉड माथि बस्यो तालाबाट ओ ओ ओ माई गॉड अब कस्तो मुनि मुनि के हो कति तल छ यस्तो गहिरो छ कि दादा कहाँ गएको हात समाउ न यस्तो गहिरो छ कहाँ छ यो थाहा नै हुँदैन क्या पसिना लत्तर भयो हजुर अबे त्यहाँ त टिप्यो त तल पोखरामा झरिन्छ फेरि तलको पोखरामा चौतारा हो फर्केर फेवालेतिर गएको म ती भेट हुन्छ त ल हाम्रो घर बसेको होटल नजिक हो अब चाहिँ हिँडेको ढिलो भइसक्यो अब रेडी भएको है जानलाई फ्यामिली सबैजना ठुलोमा साइना यहाँ ए हेर रेडी भन दादा रेडी मम्मी रेडी बुवा रेडी हुनुहुन्न टुरिस्ट नेपाली टुरिस्ट छाङ न छ ल बच्चा
कतिजना हुन्छ ड्राइभर अनि ड्राइभर कतिजना हुन्छ यता ड्राइभर यतापट्टि दुईजना ड्राइभर ओए गो यता 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 ड्राइभर भित्र हामीले चढ्नु छेउमा बस्छु भन्दा भयो खोइ त नि साइना किन भयो त छोड्दिन न साथी हो नि ओ भाइ आउनु भयो कुदाउनु सक्नु हुन्छ एकजना त्यो बस्छ चाइनिज जस्तो देखे बताउँदा हैन पो फोनतिर जाँदै वालेटमा रेचान कसो छ छैन Ada ubriu ya. Lah ini. Yes, pura गर्दा पनि हुन्छ त लाइ पनि. मलाई त लाइ लाग्यो ल. हामी यहाँ सम पुग्यौं. मान्छे त्यही बसेर लाइ बसेर त हामी टाढा हाँस त फेरि न हाँस त ओ मेरो डाटा भए त म गर्थे नि घुम्दा घुम्दा आधी बाटो आइसक्यौँ यहाँ पारी छ हामी चाहिँ यहाँ छौँ अनि मम्मी चाहिँ गलेर यहाँ बस्छ खुट्टा बेसी झुन्डाउनु हुँदैन नि त यो पारी घरहरू छ नि यो उहाँहरूको बोटर हुन्छ अरे यहाँ आवाज जाओ चाहिँ उनीहरू उहाँहरूकै आफ्नो बोटिङमा गर्नुहुन्छ अरे यहाँ जानको लागि अर्को बाटो टाढो छ अरे त्यही भएर यहाँ हामी चाहिँ यस्तो यहाँ बस्नु र यहाँ खुट्टा झारेर बस्ने एउटै होला है भाउजू भाउजू ब्याप्स हौ माथि सारङकोटको डाँडा त्यहाँ छ सारङकोटको डाँडा पारीबाट आएको हामी अब जाने हो पर पानी पर्दैछ होइन हौ यो पनि पाइन्छ त्यहाँ एउटा त्यो मिस्टर काम्बाङको छोराले हङकङमा युट्युबमा तानेर घिसे हिँड्दै थियो तिनीहरू माछा कत्रो माछा के गर्नु घर नजिक भएको पक्रेर माछा ऊ माछा 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 कत्रो छेउमा लाग्नु हामीलाई भाइ यो पानी त डेभिड फलमा जाने त होइन नि डेभिड फलमा जाने पानी हो कस्तो फ्रेसमा फ्रेस है त्यस्तो गयो पानी गाइस म चाहिँ फ्रेसेस भएर बसेँ अब एकछिन आराम गरेर फेरि बाटो जान्छु नि त ओके गाइस अब म आजको भिडियो चाहिँ म इन्ड गर्छु र फेरि भोलिको भिडियो पनि हाल्नुपर्ने छ र आज म इन्ड गर्छु र प्लिज मेरो भिडियोलाई मेरो च्यानललाई सब्सक्राइब गर्नुहोस् होला लाइक सेयर अनि कमेन्ट पनि गरिदिनुहोस् होला र मलाई नभुलिदिनुहोस् होला मलाई माया राख्नुहोस् होला ओके बाई बाई